मेरो बच्चाले मैले बारम्बार नाम बोलाउँछु उसले फर्केर हेर्दैन, मलाई रेस्पोन्स नै गर्दैन। कसरी सिकाउने होला अब नाममा रेस्पोन्स गर्न? नमस्ते, म बबिता कोइराला, स्पेसल एजुकेटर। आज चाहिँ म हजुरलाई नाममा रेस्पोन्स गर्न कसरी सिकाउने त भनेर भन्दैछु है। हामीले बारम्बार हाम्रो बच्चालाई नाम बोलाइरहेका हुन्छौँ, टेस्ट गरिरहेका हुन्छौँ, उसले हेर्छ कि हेर्दैन भनेर बारम्बार है। र त्यो नाम बोलाउनु पनि एउटा पार्ट अफ कम्युनिकेसन हो क्या। अनि हामीले जब नाम बोलाउँछौँ त्यो नाम सँगसँगै हामीले काम पनि हुनुपर्छ क्या उसलाई। त्यो काम बेसिसमा चाहिँ हामीले उसलाई बोलाउनु पर्ने हुन्छ। त्यतिकै हामीले टेस्ट गर्नको लागि उसले हेर्छ कि हेर्दैन भनेर बोलाउनै चाहिँ नगर्नु होला। अनि म त अझ के भन्छु भने हामीले उसलाई नाममा रेस्पोन्स गर्न सिकाउँदैछौँ भने उसको निड बेसलाई हामीले ध्यान दिने है। मैले चाहिँ निर्भिकको केसमा चाहिँ मैले कसरी चाहिँ उसलाई नेममा रेस्पोन्स गर्न सिकाएको भने उसलाई मनपर्ने खानेकुराबाट मैले निर्भिक भनेर नाम लिन्थेँ, अनि त्यो खानेकुरा अलिकति बजाइदिन्थेँ। अब उसलाई त्यो नाम सँगसँगै नाममा त उसले फर्केर हेर्ने होइन, अब त्यो ऱ्यापरको आवाजले चाहिँ उसले फर्केर हेर्ने। अनि कन्टिन्युस यस्तो भइसकेपछि उसले अब के बुझ्दै जान्छ भने मम्मीले जब मेरो नाममा आवाज दिनुहुन्छ केही न केही त्यसमा रिजन छ होइन, केही मैले खान पाउँछु अथवा उसले मनपर्ने खेलाउन पाउँछ, जेसुकै होस् होइन, उसलाई मनपर्ने कुरा हुनु पर्यो त्यसमा। अब काम भन्ने बित्तिकै उसलाई कामै लगाउने भनेर नाम बोलायौँ भने फेरि यसले काम गर्दैन है। उसलाई मनपर्ने कुराबाट चाहिँ हामीले स्टार्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ मेरो एक्सपिरियन्स होइन, मेरो छोरालाई मैले गरेको थिएँ। यसरी चाहिँ हामीले नेममा रेस्पोन्स गर्न चाहिँ सिकाउन सकिन्छ है। त्यसैले गर्दाखेरि चाहिँ हामीले टेस्ट गर्नको लागि चाहिँ बारम्बार नाम बोलाउने चाहिँ नगरौँ होइन। काम नाम सँगसँगै चाहिँ काम हुनु पर्यो, केही कुरा हुनु पर्यो कि ताकि उसले पनि बुझ्दै जान्छ मेरो नाम बोलाइसकेपछि केही छ त्यसमा, केही काम छ अथवा केही मैले पाउँछु भनेर चाहिँ उसले बुझेको हुनु पर्यो र बुझ्नु पर्यो है। यसरी हजुरहरूले ट्राई गर्नुभयो भने चाहिँ पक्कै पनि नेममा रेस्पोन्स गर्ने चाहिँ हुन्छन् है त। हस्, थ्याङ्क यू। आजलाई यति नै।